झापाली र स्याङ्जाली यति बाठा र छट्टु हुन्छन् कि घर भाडामा दिँदा घर धनीलाई भाडामा राखेर उनीहरू मालिक बन्छन् भन्ने सुनिन्छ। तर तिनै झापालीलाई केपी ओलीले यतिका वर्षसम्म उनको बाङ्गो औलामा नचाइरहेका छन्। घरमा आफ्ना बाआमाको कुरा नसुन्लान्, तर केपी बाको कुरा कसैले टार्न सक्दैन। आज हो कि भोलि भएका यी बुढालाई हरियो बाँसमा 4 काँधमा बोकेर हिँड्नुपर्ने बेलामा यी बुढालाई 4 जनाले हात समातेर हिँडाउँदै प्रधानमन्त्रीको कुर्सीमा राखिदिने रे। यी झापाली बुढाले झापामा मात्र नभएर पुरै देशलाई झुकाइराखेका छन्। धारमा पानी नआउने देशमा उनले पेट्रोल लिएर आइदिने रे। आफ्नै किडनीले काम गर्न छोडेर सास छोड्ने ठेगान छैन, तिनै बुढाले घर घरमा पाइपमा ग्यास लिएर आइदिने रे। जो कट्टु हलाउँदै हेलिकप्टरमा भएको छ उसैले झन्डा हलाउँदै रेल लिएर आइदिने रे। अरू शेरबहादुरको घरमा ल्याबले पुष्टि गरिसकेको कुरा एआई भनिदिए, तर सोझा झापालीहरूले बताइदिइहाले। भेडा भनेर विकट डडेलधुराका जनताले गाली खाए पनि सुसम्पन्न झापालीहरूले यो पटकको निर्वाचनमा गाली सायद नखालान् कि।